नमस्कार साथीहरू, स्वागत छ एजुकेसन ट्युब एटेड पोएटमा। आजको भिडियोमा हामी बुझ्नेछौँ बायोकेमिकल्स भनेको के हो। बायोकेमिकल्स भनेको जीवित प्राणीको शरीर बनाउन सहयोग गर्ने अति महत्त्वपूर्ण अणुहरू हुन्। यी दुई भागमा विभाजित हुन्छन्, इनअर्गानिक र अर्गानिक बायोमोलिक्युल्स। पहिलो इनअर्गानिक बायोमोलिक्युल्समा आउँछन् पानी र खनिज पदार्थ, मिनरल साल्ट्स पनि भन्दछौँ। पानी जीवनको आधार हो, पानी बिना जीवन नै असम्भव छ। खनिज पदार्थले हड्डी, मांसपेशी र कोशिकाको कार्य सहयोग गर्छ। अब कुरा गरौँ अर्गानिक बायोमोलिक्युल्सको। पहिलो कार्बोहाइड्रेट, यो ऊर्जाको मुख्य स्रोत हो। मोनोसेक्राइड्स जस्तै ग्लुकोज र पोलिसेक्राइड्स जस्तै स्टार्च वा सेलुलोज यसै समूहमा पर्छन्। दोस्रो कुरा गरौँ लिपिड्स अर्थात् बोसो। बोसोले शरीरलाई ऊर्जाको भण्डार र सुरक्षाको आवरण प्रदान गर्छ। तेस्रो प्रोटिन्स, एमिनो एसिड्सहरूले बनेको प्रोटिन हाम्रो मांसपेशी, छाला र कपाल बनाउन प्रयोग हुन्छ। यसलाई शरीरको बिल्डिङ ब्लक पनि भनिन्छ। अन्तिम न्युक्लिक एसिड्स अर्थात् डिएनए र आरएनए, यीले वंशाणुगत हेरिडिटरी जानकारी बोकेर राख्छन्, जसका कारण आमा बुबाका गुणहरू सन्तानमा पर्छन्। संक्षेपमा भनौँ, पानी र मिनरल साल्ट्स इनअर्गानिक बायोमोलिक्युल्स हो भने कार्बोहाइड्रेट्स, लिपिड्स, प्रोटिन र न्युक्लिक एसिड अर्गानिक बायोमोलिक्युल्स हुन्। भिडियो मन पर्यो भने लाइक र सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोस्। फेरि भेटौँला अर्को रोचक भिडियोमा। धन्यवाद।